Hi guys, welcome to my video. आजको भिडियो चाहिँ हल्का फरक हुनेवाला छ, नट लाइक अ डेली ब्लग होइन। आज चाहिँ म मेरो प्रोजेक्ट देखाउन जाँदैछु, जुन चाहिँ हो यो वाला। यो चाहिँ मेरो पर्सनल प्रोजेक्ट, नट कलेज प्रोजेक्ट होइन। यो चाहिँ यसरी आएको हुन्छ सबै। मसँग चाहिँ यो एउटा दिदीसँग पहिले थियो, अनि दिदीले युज गर्नुभएको थियो, अनि दिदीले काम सकेपछि चाहिँ मलाई दिनुभएको थियो होइन। डिएसेम्बल गरेर असेम्बल गर्नुपर्छ अब, किनकि यो महँगो पर्छ $90। त्यही डिस्काउन्ट पछि $90, डिस्काउन्ट बिना $130। सो मैले दिदीलाई भनेको थिएँ, दिदीले मलाई दिनुभयो। अब चाहिँ म यो असेम्बल गर्छु, अनि इट्स काइन्ड अफ लाइक अ रिमोट कार कन्ट्रोल होइन, तर आफूले प्रोग्राम गरेर अनि त्यसपछि यसलाई जस्तो नि बनाउन मिल्छ। जस्तै एउटा इक्जाम्पल चाहिँ कालोपट्टि टाँस्यो होइन, जता टाँस्नु मन लाग्छ आफूलाई त्यता, अनि यसमा प्रोग्राम गर्न मिल्छ कि त्यो कालोपट्टि जता जता छ त्यतै त्यतै मात्रै हिँड्नु भनेर। अनि अर्को प्रोग्रामिङ इक्जाम्पल चाहिँ जस्तै लुप, सर्टेन डिस्टेन्समा चाहिँ त्यतिमा मात्रै घुम भनेर अनि प्रोग्राम गर्न मिल्छ होइन। सो आज चाहिँ म अचम्बल गर्छु, अनि प्रोग्रामिङ गर्ने टाइम भ्यायो भने चाहिँ त्यो पनि गर्छु, नभए अरू दिन गर्नेवाला छु। सो लेट्स गो। सो मैले असेम्बल गरेर अलमोस्ट सकेँ होइन, तर इस्यु चाहिँ के भएको थियो भने मैले यो पाङ्राहरू उता हालेको थिएँ, उताको पाङ्रा चाहिँ यता हालेको थिएँ होइन। त्यसले गर्दा यिनीहरू पाङ्रा चाहिँ हल्का माथि माथि थियो अरे, अनि फेरि खोलेर अनि फेरि हाल्नु पऱ्यो। मसँग म्यानुअल छैन, तर युट्युबमा एउटाको भिडियो हेरी हेरी बनाइरहेको मैले नि। म्यानुअल भएको भए सजिलो हुन्थ्यो, कहाँ के जान्छ भन्ने होइन। अर्को कुरा चाहिँ ब्याट्री छ हामीसँग, चार्जेबल ब्याट्री। एक फेरि चार्ज गऱ्यो भने 2 घन्टा मस्त चल्छ। विशेष R3 हामी मेन प्रोग्रामिङ गर्ने चाहिँ यसमा हामीले लाइक आफूले कोड गर्यो अनि यसमा पुस गर्ने होइन, अन्त त्यसले रन हुन्छ। दिस इज द कनेक्सन फर एभ्रिथिङ, लाइक यिनीहरू तारहरू कनेक्ट गर्नुपर्छ, ब्याट्री कनेक्ट गर्नुपर्छ, सबै कनेक्ट गर्नुपर्छ। लेट्स गो फर द नेक्स्ट स्टेप। बच्चामा यो गऱ्यो नि हामीले, कसलाई याद छ कि नि, मैले चाहिँ गरेको थिएँ है, तर नि थाहा भएन कि लाइक दिस चलेन नै, ब्याट्री चाहिँ बिग्रेछ। चाहियो थियो, मैले त्यही ब्याट्री चेक गर्नको लागि नै गर्नु खोजेको थिएँ मेन। अर्को तरिका के छ भने ब्याट्री लिने अनि कम छ। यो चाहिँ यो मोटर चेक गर्ने एउटा तरिका नि हो। मसँग त्यो के भन्छ त्यसलाई, कस्तो नाम बिर्सेँ मैले, त्यो डिभाइस हुन्छ क्या चेक गर्ने, एउटा करेन्ट चेक गर्ने, अनि अर्को चाहिँ यो ब्याट्रीको करेन्ट चेक गर्ने डिभाइस हुन्छ, त्यो चाहिँ मसँग छैन। यो नि बिग्रेर रहेछ भने चाहिँ मोटर चाहिँ ठिक छ, किनकि
यो सानो ब्याट्रीमा चाहिँ चल्यो होइन। यो चाहिँ बनेर रेडी भइसक्यो होइन। लेट्स सी चलाएर हेरौँ। यो चाहिँ हामीले मोबाइलबाट चलाउने होइन, यसको एप छ क्या, अनि त्यसमा कनेक्ट गरेर अनि कन्ट्रोल गर्नु मिल्छ। यसमा क्यामेरा नै हेर्नु सो यसको अरू डिफ्रेन्ट मोडहरू पनि रहेछ होइन, जस्तै अब्स्ट्र्याक्ट मोड, जस्तै अगाडि के छ यसले चाहिँ आफै ट्याकल गरेर अनि त्यसको साइडबाट हिँड्ने हो कि त्यसलाई माथि क्रस गरेर, यसले सानोतिनो उस पनि क्रस त गर्न सक्छ तर धेरै अल्को चाहिँ क्रस गर्न सक्दैन रहेछ। यसमा धेरै कुरा छ एक्सप्लोर गर्नुपर्ने, जस्तै यो अगाडिको सेन्सर भयो जुन चाहिँ मैले अलिक कनेक्ट गरेको छैन किनकि मसँग यसको केबल थिएन, त्यही भएर। अनि अर्को सेन्सर भयो होइन, दिस इज क्यामेरा। धेरै कुरा चाहिँ यसको एक्सप्लोर गर्नुपर्ने जुन चाहिँ म अरू दिन गर्नेवाला छु, किनकि मलाई यो हिजो असेम्बल गर्न नै लगभग 1.5 घन्टा जति लाग्यो। अनि हिजो चलाएर हेर्नु भएन र आज चलाएर हेरेँ, ठिकै छ, राम्रो छ। अरू दिन चाहिँ अब हल्का कोडिङहरू गरेर अनि त्यसपछि टेस्ट गर्नुपर्ने छ के हुन्छ कस्तो हुन्छ। अनि अर्को कुरा चाहिँ यसको चार्जर छैन क्या मसँग, त्यही भएर चार्जर पनि ल्याउनु पर्ने भयो। आफ्टर द्याट म अरू पनि भिडियो बनाउनु छु यसमा चाहिँ, जस्तै ट्रेन गरेर के हुन्छ कस्तो हुन्छ अपडेट दिइराख्नेवाला छु। थ्याङ्क यू फर वाचिङ, बाई, सी यु इन नेक्स्ट भिडियो। नेक्स्ट भिडियो चाहिँ मेबी होलीमा म जान पाएँ भने, कलेजमा होली हुनेवाला छ कमिङ वेडनेसडे, बट मेरो अनलाइन क्लासहरू छ, सो आइ एम नट स्योर। यदि मलाई अनलाइन क्लासबाट छुट्टी पायो भने जुन चाहिँ म मेरो प्रोफेसरलाई रिक्वेस्ट गर्छु, मेरो होली छ फेस्टिभल यताउति छुट्टी दियो भनेर, यदि त्यसले माने एप्रुभ दियो भने चाहिँ होलीको भिडियो आउँछ, नभए अर्को भिडियो कहिले आउँछ आई डोन्ट नो, लेट्स सी, बाई।